नेपाली मध्यपूर्वमा भएका नेपाली नागरिकहरूलाई पनि असर स्वाभाविक रूपमा गर्छ। यो यसमा मैले बुझेसम्म परराष्ट्र मन्त्रालयले पछिल्लो केही समयदेखि काम गरि नै राखेको छ। त्यहाँ डेटा सङ्कलनहरू भइरहेको छ। 80,000 भन्दा बढी नेपालीहरूको तथ्याङ्कहरू परराष्ट्र मन्त्रालयसँग आइपुगेको छ र आवश्यकता अनुसार त्यहाँ रहनुभएका जो होम कन्ट्रीहरूमा रहनुभएका नेपालीहरूलाई वहाँ नै सुरक्षित राख्ने हिसाबले परराष्ट्र मन्त्रालयले आफ्नो कूटनीतिक पहल मार्फत अहिले काम गरिरहेको छ भन्ने मेरो जानकारीमा छ। अब त्यहाँ आवश्यकता अनुसार हामीले मूल रूपमा त्यहाँका नेपालीहरूलाई सुरक्षित रूपमा त्यहाँ राख्न सक्ने अथवा कुनै विशेष अझै परिस्थितिहरू संवेदनशील भयो भने त्यहाँका नेपाली नागरिकहरूको सुरक्षाका लागि अन्य पहलहरूका केही कामहरू पनि गरिराखेको छ परराष्ट्र मन्त्रालयले। त्यही कामहरूलाई पहिला त हामी अगाडि बढाउँछौँ। त्यो साथसाथै आपूर्ति श्रृङ्खलामा पर्न सक्ने असरहरूको बारे पनि हामीले केही अध्ययनहरू गरेका छौँ। मूल रूपमा इन्धनको मूल्य र त्यसबाट पर्न सक्ने असरहरूको बारेमा पनि हामीले केही अध्ययनहरू गरिराखेका छौँ। त्यसलाई पनि अत्यन्त संवेदनशीलताका साथ लिएको अर्को विषय छ। तर समग्रतामा हामीले भन्ने अब हामी बुद्ध जन्मेको मुलुक, लामो समयदेखि हामी शान्तिकामी मुलुक पनि हो र सङ्घर्षरत पक्षहरूलाई, द्वन्द्वमा रहेका पक्षहरूलाई शान्तिपूर्ण ढङ्गले आफ्ना समस्याहरू समाधान गर्न हामी विश्व समुदायलाई पनि आग्रह पनि गर्दछौँ। तर मैले अघि पनि भने अत्यन्त सुरक्षाका खतराहरू रहे र त्यहाँ भएका नेपालीहरूले आफूलाई असुरक्षित महसुस गर्नुभयो भने पहिलो प्राथमिकता त्यहाँ नै उहाँहरूलाई सुरक्षाको प्रत्याभूति गर्ने। त्यो सकिएन भने अन्य ढङ्गले हामीले के कस्तो कदम चाल्नु पर्छ, मन्त्रालयले ती सबै कदमहरू पनि चाल्छ। यहाँको कार्यकालमा अन्तर्राष्ट्रिय सम्बन्ध कसरी भयो? परराष्ट्र नीति अब नेपालको कस्तो हुन्छ मन्त्रीजी? अब नेपालको परराष्ट्र नीति नेपालको संविधानमा उल्लेखित छ। नेपालले आफ्नो सुरुदेखि नै मैले पटक पटक अन्य अन्तर्वार्ताहरूमा पनि भन्ने गरेको छु, नेपालको दलै पछि अथवा नयाँ व्यक्ति नयाँ मन्त्री आउने बित्तिकै राष्ट्रको परराष्ट्र नीति चेन्ज हुने भन्ने हुँदैन। परराष्ट्र नीति भनेको नेपालको संविधानले नै अङ्गीकार गरेको नेपालको भूगोलको रक्षाको विषय छ, नेपालको सोभरेन्टीको रक्षाका कुराहरू छन्। हामीले लामो समयदेखि असंलग्न परराष्ट्र नीतिका कुराहरू गरिराखेका छौँ। त्यो कुरालाई नै मैले र राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले अगाडि बढाउँछ। तर त्यो बाहेक हामीले मूल रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले यो चुनावमा जाँदै गर्दा दुईवटा विषयलाई प्रमुखता साथ उठायो। एउटा सुशासनको विषय, अर्को आर्थिक समृद्धिको विषय। त्यो मूल एउटा ठुलो छाताभित्र हामीले सबै मन्त्रालयमा गर्ने, यो सरकारले गर्ने कामहरू सुशासन र आर्थिक समृद्धिलाई अगाडि बढाउने ढङ्गले अगाडि बढ्छ। परराष्ट्र मन्त्रालयको ध्येय पनि अब मूल रूपमा सुशासनका पक्षमा हामीले सेवा प्रवाह गर्ने विषयहरूलाई हामी अलि बढी प्राथमिकता गर्छौँ। आज भएको निर्णयमा पनि अहिले परराष्ट्र मन्त्रालयले प्रत्यक्ष रूपमा विशेष गरी काउन्सिलर विभागबाट प्रोभाइड गरेको सर्भिसहरूलाई डिजिटाइज गर्ने, कतिपय सर्भिसहरू डिजिटाइज प्रविधि मार्फत गरिएको छ। तर त्यसलाई थप धन्दै आजको दिनमा पनि परराष्ट्र मन्त्रालयमा 4,000 भन्दा बढी सेवाग्राहीहरू काउन्सिलर विभागमा मात्रै ठोकिनुहुन्छ। उहाँहरूलाई सहज ढङ्गले प्रविधि मार्फत नै यो हामीले जुन फेसलेस क्यासलेस ट्रान्ज्याक्सनसम्मको विधिबाट कुनै सरकारी कार्यालय नै नपुगिकन कसरी सेवा प्रवाह गर्ने भन्ने ढङ्गले आजको एउटा निर्णयमा पनि, मेरो पहिलो निर्णयमा पनि त्यो हामीले परराष्ट्र मन्त्रालयले गरिरहेको सेवालाई प्रविधि मार्फत सहज ढङ्गले प्राप्त गर्ने कुरामा हामी अगाडि बढ्दैछौँ। दोस्रो, आर्थिक समृद्धि भन्ने बित्तिकै अर्थ कूटनीति, इकोनोमिक डिप्लोमेसीमा चाहिँ हाम्रो अलि बढी ध्यान रहन्छ।